हेलो गाइज वेलकम ब्याक टु माई मिनी भ्लग। आज बिहानैको मिनी भ्लगमा तपाईँहरूलाई फेरि पनि स्वागत छ। आज बिहान सबैभन्दा पहिला मैले नुहाएँ, त्यसपछि चाहिँ म मन्दिरमा साफ सफाई गर्न लागेँ किनकि एक हप्तादेखि मैले मन्दिरमा छुन पनि मिलेको थिएन। किन छुन मिलेको थिएन भन्दाखेरि चाहिँ छोरी मान्छेहरूको एउटै समस्या हुन्छ, त्यही भएर चाहिँ मलाई त्यही भएको कारणले चाहिँ मैले मन्दिरमा छुन त केही हेर्न पनि मिलेको थिएन। अनि दिन पुरा भएपछि मैले साफ सफाई गर्दैछु आज चाहिँ। अनि बाहिर पनि मैले तुलसी रोपेको थिएँ, त्यहाँ पनि मलाई छुन पनि मिलेको थिएन। फेरि अरूलाई म भन्न त्यति राम्रो पनि लाग्दैन, अरू रुमको मान्छेहरूलाई कसैको मन हुन्छ हुँदैन, त्यही भएर चाहिँ। अनि आफ्नै बुढालाई भन्थेँ, उहाँ चाहिँ दिनदिनै ननभेज खाएर आउनु हुने कारणले चाहिँ मैले उहाँलाई पनि भनेन। दिन पुरा भएपछि मैले सबै आफैले गरेँ। अनि पूजा सकिसकेको थियो। हामी आमा छोराले चाहिँ एक दुई फोटो खिच्यौँ। त्यसपछि म आज खाना बनाउँदैछु। आज सिम्पल खाना बनाउँदैछु, राइता अनि राइस। मैले राइता बनाउनको लागि सबैभन्दा पहिला काँक्रोलाई सानो टुक्रामा काटेँ। राइता बनाउनको लागि चाहिँ सानो टुक्रा काट्नुपर्छ, या त त्यो कोरेर बनाउँथ्यौँ हामीहरू गाउँमा चाहिँ। अब यहाँ मसँग कोर्नेवाला थिएन, कोर्नेवाला त छ तर कहाँ छ, अब खोज्नु भन्दा त सानो टुक्रामा काट्दैछु म। अनि टमाटर पनि धोएर ल्याएको थिएँ काट्नको लागि। बाबुले चाहिँ आधा खाइसकेछ। यसलाई चाहिँ खट्टा चिजहरू एकदमै मनपर्छ, के भएको होला, आफ्नो बाउपट्टि गएको छ यो चाहिँ। अनि आधा राखेको थियो, त्यही मैले काटेँ। अब आफ्नै छोराको त हो, के जुठो मान्नु भनेर। अनि बाहिरको मान्छेलाई पनि म त्यो राइता बनाएर दिँदै थिएन, आमा छोरा दुइटै खानको लागि हो भनेर। यहाँनिर म काँक्रा काटेर खाँदै थिएँ। बाबुलाई चाहिँ त्यही मतलबै थिएन, यस्ता चिजहरू खानै मान्दैन, खट्टा चिजहरू यस्तो मन पराउँछ ऊ चाहिँ। अनि किचनमा गएको त वहीँ आयो रुँदा रुँदै। उसलाई चाहिँ पानीको ट्याप खोल्न देऊ भन्दै थियो। अनि मसलाको डब्बाहरू, नुनको डब्बाहरू, यस्तो चिजहरू समाउन दिनु भन्छ। अनि जसो तसो गरेर उसलाई चाहिँ पठाएँ। अनि म चाहिँ राइता बनाउनतिर लागेँ। अनि दही जमाएको थिएँ मैले चाहिँ, त्यही दही जमाएको हुनाले चाहिँ मलाई सजिलो भयो। अनि एकछिनपछि बाबु फेरि आयो। एकछिन त रिस उठ्यो, अब खानासाना के बनाउँदैन, डान्स गर्छु भनेर एकछिन डान्स गरेँ। त्यसपछि बाबुलाई पठाएँ फेरि। अनि बाउलमा मैले दहीलाई हालेँ। यो दही मैले घरमै बनाएको हो। अनि दहीमा चाहिँ मैले सबै नुनहरू, मसलाहरू जे चाहिने हो मलाई त्यो हालेँ मैले। त्यसपछि काटेको भेजिसहरू हालिदिएँ। अलिकति मैले काँक्रोलाई राखिदिएँ किनकि मलाई यस्तो सलादहरू खान पनि मनपर्छ भातसँग, त्यही भएर। अनि तड्काको लागि चाहिँ मैले तेल तयार गरिसकेको थिएँ, तेल होइन तड्काइ भनौँ। लसुन अनि जिरा धनियाँ अनि लाल मिर्चीलाई मैले तेलमा जलाएँ। त्यसपछि चाहिँ राइतामा तड्का लगाइदिएँ। अनि मेरो राइता बनेर रेडी भइसकेको थियो। हेर्दै खाउँ लाग्ने, कति ननभेज खानु, कति चाहिँ त्यो सब्जीहरू खानु भनेर चाहिँ आज अलग खान्छु भनेर चाहिँ मैले बनाएको। अनि पुरा मगमग स्मेल आउँदै थियो, राम्रो पनि लाग्दै थियो। अनि बाबुलाई दिएको त बाबुलाई पनि एकदमै मन पर्यो। अनि ऊ चाहिँ आफै खान्छु भन्दै थियो खाना। अनि आजको लागि यति नै, मिल्छु भोलिको भिडियोमा, तबसम्मको लागि बाई, राधे राधे।